लु भन न कति हुन्छ कति बजेर कति मिनेट गयो भन त एकछिन मार न नानु यहाँ अनुपाले भन्नुहुन्छ कति अरे 6:43 मिनेट गयो ओके छोराकोमा कति बज्यो 45 गयो ओके स्कुलदेखि भर्खर आएको है ट्युसन पढेर नानी गुड मर्निङ देब्रे कहिले पनि मिल्दैन गुड मर्निङ अरे बाल दिँदैन त हौ गुड मर्निङ हो गुड मर्निङ ल नानीहरू चाहिँ ट्युसन पढ्छ स्कुल सकिएपछि लु नानी लु जाऊ हेरौँ मोबाइल पाउँ मोबाइल हेर्न नपाउँदा त नाइ पो अरे हेर त कति बज्यो 6 बजेर 45 मिनट गइसक्यो ओके बाई बाई लु जाऊ भरे भोलि हेर भोलि छिटो लु जाऊ ज्ञानी पो त हेरौँ के अरे खै पानी छैन